ल साथीहरू यस्तो दामी छ हेर्नु न बाहिरबाट तपाईँ कस्तो देख्छ साथीहरू भित्र आयो हेर्नु न आम यस्तो बबाल साथीहरू नाइस एकदम बबाल वाउ वाउ एकदम दामी साथीहरू साथीहरू त यसो अब साथीहरू अब चाहिँ अब हामीहरू चाहिँ अब घरतिर फर्किनु पर्छ साथीहरू अब घुमेर एकदम राम्रो साथीहरू है फर्स्ट टाइम चाहिँ भित्र हामी चाहिँ घुम्न आएको त्यो साथीहरू एकदम दामी साथीहरू अब चाहिँ फाइनल साथीहरू अब जानला साथीहरू दामी छ दामी एकदम नाइस 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 कस्तो जानु ठिक छ ल हेर्नु साथीहरू है गढी दरबार चाहिँ एकदम राम्रो छ एकदम साथीहरू मैले चाहिँ तपाईँको आफैले अब आएर चाहिँ अब यसो महसुस गरेँ एकदम राम्रो साथीहरू हजुर पनि आउनु होला होइन एकदम राम्रो छ साथीहरू एकदम दामी छ दामी नाइस 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 ओ साथीहरू है नाइस एकदम दामी बवाल छ बवाल 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 वाह गढी दरबार एकदम वाह सो अमेजिङ वाह 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 दामी छ दामी हेर्नुहोस् ओ हाम्रो बुढीलाई यहाँ फोटो खिच्नु पऱ्यो भन्छ कस्तो छ नाइस कस्तो छ भेरी नाइस भन् ल साथीहरू ठुलो छोरी पनि भेरी नाइस रे सरी सरी कस्तो छ ए हेर न ए हेर न नाइस भन ल भिडियोलाई साथीहरूलाई के भन्नु माया गरिदिनु होला भन्नु तिमीलाई कसलाई रमाइलो छ नाइस ल एकदम राम्रो छ साथीहरू है एकदम दामी साथीहरू है हजुरहरू पनि अब कहीँ कतै हजुरहरू अब गढी दरबारतिर अब यसो अब घुम्ने हजुरहरू इच्छा छ भने यहाँ आउनु होला तपाईँको हेटौँडाबाट तपाईँको लगभग तपाईँको 17 किलोमिटर हो साथीहरू है हेटौँडा बजारबाट 17 किलोमिटर छ साथीहरू है आउनु होला साथीहरू सबैजना हेर्नु होला घुम्नु आउनु होला एकदम दामी साथीहरू हजुर है त ओके साथीहरू है त